अरविन्द सर, माधव सर, संसदको भूमिका कस्तो रहन्छ अब तपाईँको? भूमिका खेलाडीको रहन्छ, खेल खेल्ने खेलाडी। पहिलोचोटि सांसदको शपथ खाँदा कस्तो अनुभव भइरहेछ? एकदम 5 मिनटमा सिद्धिहाल्यो नि। 5 मिनट के अनुभव हुनु? 5 मिनटमा केही अनुभव हुनु? निस्किन त धेरै टाइम लाग्यो। सर, संसदमा कस्तो भूमिका रहन्छ तपाईँको? जगदीश सर, नमस्कार नमस्कार सबैलाई धन्यवाद। मान्छे दोस्रो पटक अब निर्वाचित भएर आउनु भएको छ, कस्तो हुन्छ अब संसदमा अब भूमिका यसपटक? एकदम प्रभावकारी बनाउने हाम्रो उद्देश्य छ, त्यो अनुरूप हामी काम गर्छौँ। के छ यसपटक काम गर्नुपर्ने? धेरै छ, हामी विस्तृतमा हामी कुरा गर्छौँ। मान्छे बधाई छ, पहिलोपटक संसदमा आउनुभएको छ होइन, कस्तो छ अब भूमिका चाहिँ के रहन्छ तपाईँको? थ्याङ्क यू भेरी मच। अब गर्नुपर्ने कामहरू धेरै छन्। हिजोका दिनमा हामी प्रश्न सोध्ने ठाउँमा थियौँ, अब हामी जवाफ दिने ठाउँमा आइपुगेका छौँ। यसपटक नयाँ अनुभव छ, नयाँ अभ्यास छ, तर धेरै जनताका अपेक्षाहरू पुरा गर्नुपर्ने छ। बधाई छ। हस्, धन्यवाद। अब कस्तो भूमिका रहन्छ तपाईँको? जिम्मेवार। सर, संसदमा पहिलोपटक आउनु भएको छ, के छ भूमिका अब कस्तो रहन्छ तपाईँको भूमिका? धन्यवाद सबैलाई। राम्रो गर्नु पर्यो अब। हेरिएको छ भन्ने चाहिँ के भन्नु? हजुरलाई गृहमन्त्रीको रूपमा हेरिएको छ भन्ने चाहिँ के हुन्छ? त्यस्तो थ्याङ्क यू सबैलाई धन्यवाद छ। आजबाट आधिकारिक रूपमा सांसद हुनुभएको छ, अब गृहमन्त्री तपाईँहरूको क्यामेरालाई धन्यवाद छ। संसदमा हजुरको भूमिका कस्तो रहन्छ? तपाईँहरूले सबै हजुर, म हेर्दैछु प्रतिवेदन।